नमस्कार। आज मैले वाचन गर्ने कथाको शीर्षक हो चित्तरञ्जन। कथाकार शैलेन्द्र अधिकारी। शैलेन्द्र अधिकारीको कथा सङ्ग्रह ब्रह्मास्त्रभित्र समेटिएको कथा चित्तरञ्जन अब वाचन सुरु हुन्छ। कुनै लेखकले अहिलेसम्म लेखेर लेख्न नसकेको, कुनै कलाकारले चाहेर पनि अभिनय गर्न नपाएको, अलिकति नाटक जस्तो, अलिकति आख्यान जस्तो, अलिकति तपाईँको जीवन जस्तो, अलिकति मेरो जीवन जस्तो एउटा जीवन सुन्नुहोस्। हुन त तपाईँ यसलाई एक आख्यानका रूपमा कल्पना पनि गर्न सक्नुहुन्छ, तर म तपाईँलाई यही सचेत गराउन चाहन्छु, यो कसैको वास्तविक जीवनको विशुद्ध घटना हो। कसैलाई काल्पनिक लाग्छ भने त्यो भ्रम हो। अबको लगभग 1 घन्टा तपाईँले यस कथाका लागि छुट्याउनु भएको छ। यस कथामा खासै लामो मध्यान्तर छैन। यस बिचमा हाई गर्न, उठेर टोयलेट जान, चुरोट छल्काउन, फोन गर्न वा उठाउन, सामाजिक सञ्जालतिर आफ्नो ध्यानाकृष्ट गर्न पूर्णतः निषेध गरिएको छ। जुन कुरालाई आफ्नो 2.5 धार्नीको मुन्टो हल्लाएर तपाईँले पनि स्वीकृति प्रदान गर्नुभएको छ। यात्रा सुरु भयो है त, अथ कथा वाचनम। कथाको राजमार्गमा तपाईँलाई स्वागत छ। आकृति बिहान सखारै उठ्छे र आफूलाई मर्निङ वाकका लागि तयार पार्छे। बिहान हिँड्दा दिनभरि शरीर चङ्गा हुन्छ। ऊ मर्निङ वाकमा जाँदा सूर्य बिउजाने तर्खर गरिरहेको हुन्छ। चराहरू गायत्री मन्त्र जप्दै हुन्छन्। चन्द्रमा नाइटी पहिरेर अलि अगाडि मात्रै सुत्न गएकी हुन्छे। बिहान कलेज जाने युवा युवतीहरू सडकको छातीमा पैतलाले हस्ताक्षर गर्दै हुन्छन्। लेट नाइट पार्टीमा गएर वा भट्टीतिर पसेर टन्न रक्सीले मातेर सुत्ने लोग्नेले घुरेको आवाज, उसको शरीरबाट आएको पसिनाको अमिलो गन्ध र मुखबाट आएको रक्सीको नमिठो गन्ध आकृतिलाई साह्रै दिग्मिक लाग्छ। के गर्नु, ऊ नाक बन्द गरेर पनि सुत्न सक्दिन। एक्लै सुत्छु भनेर लोग्नेसँग भन्न पनि सक्दिन। एउटा छुट्टै उकुस मुकुस हरेक रात बितिरहेछ उसको। यसबाट छुटकारा पाउने उपाय पनि मर्निङ वाक नै हो। बाहिर एक्लै हिँड्दा आफू मात्रै हुन पाइन्छ। स्वतन्त्रता र स्वच्छन्दताको यो पललाई ऊ कसै गरी गुमाउन चाहन्न। घर नामको बन्धनमा छिरेपछि स्वास्नी मान्छे कहाँ आफू रहन्छन् र? कसैकी स्वास्नी, कसैकी आमा, कसैकी बुहारी, कसैकी काकी, कसैकी माइजू, कसैकी नन्द, कसैकी आमाजू। यी विविध सम्बन्धका पहेलीहरू बुझ्दै र बुझाउँदैमा जीवनको एउटा लामो काल खण्ड सकिन्छ। यी सम्बन्धहरू पनि बन्धन नै रहेछन्, गजबको मन्द विष जस्तो। थाहा छैन कहाँ कहाँ आफू हुनुको भावलाई यसले बिस्तारै निमुठिरहेको छ। एउटा अर्को बाँच्नुको गोल भुलैया। अन्यथा सोच्नुहुन्न भने एउटा कुरा भनौँ। के कुरा? अरू कसैलाई नभन्नुहोस् है त। किन भन्नु पर्यो मैले? खासमा आकृति लोग्नेलाई बेहिसाब घृणा गर्छे, आफ्नै निजी लोग्नेलाई मनमनै। हेलो हेलो, तपाईँ यहाँ त्यति धेरै खुसी पनि नहुनुहोस्। आकृति आफ्नो लोग्नेलाई घृणा गर्छे भन्नुको मतलब के होइन भने यहाँ तपाईँले एउटा सुन्दर आकर्षक भ्याकेन्सी फेला पार्नुभयो र यसमा आवेदन हाल्नका लागि तपाईँसँग आवश्यक सबै योग्यता पुगेको छ। यस्ता कुराप्रति तपाईँ बिल्कुलै ध्यान नदिनुहोस्। आकृतिको मनभित्र एउटा विशाल शून्यता छ, खतरनाक ब्ल्याक होल, जसले हरेक पल उसका इच्छा, आकाङ्क्षा र उमेरलाई पनि आफैभित्र समाहित गरिरहेको छ। अक्सर आकृतिको जीवनमा एउटै घटनाको पुनरावृत्ति भइरहन्छ, जस्तो जहिल्यै ऊ कुनातिर फर्किएर सुत्छे, अलि अबेला लोग्नेलाई नछोइयोस् भनेर सजग हुन्छे, तर कसो कसो छोइन्छ। उसको निद्रा नबिउजियोस् भनेर होइन, छुन मन नलागेर। बिहानी पख कतिखेर लोग्ने बिउजिन्छ र एकलट गिजोल्छ। प्रतिकार गर्न पनि सक्दिन, सहभागी भएर खुसी हुन पनि सक्दिन। त्यस बखत यस्तो लाग्छ उसलाई, म सास फेरेको मुडोभन्दा बाँकी रहैन। उसलाई गिजोल्दा गिजोल्दै लोग्ने स्खलित भइसक्छ। यस्तो बेला उसको मनमा जहिल्यै एउटै शब्द आउँछ, नामर्द। तर भन्दिन, कसलाई भन्नु, के भन्नु, यस्तो कुरा कसलाई सेयर गर्नु। उसका बारेमा लोग्ने केही सोच्दैन, पाषण हृदय। ऊ आफ्नै बारेमा त खासै केही सोच्दैन, अरूका बारेमा के सोचोस्। दिउँसो व्यापार, साँझ रक्सी, उसको जिन्दगी यसै गरी तुनिँदै गएको छ। लोग्नेलाई त यतिले पुगेको छ, आकृतिलाई नि? आकृतिका बारेमा कसले पो सोचेको छ र? सोच्नुपर्ने लोग्नेले हो, ऊ सोच्दैन। अब तपाईँ र मैले सोचेर केही हुँदैन।
अब त आकृतिलाई यस्तो रातको बानी परिसक्यो। उसका मनमा असन्तुष्टि र गुनासाहरू बुढो भएर ओइलाइसके। कति असन्तुष्टि र गुनासाका भारी बोकेर बाँच्नु। यो शरीर हो, मन हो, कुनै डम्पिङ साइट होइन जहाँ काम नलाग्ने कुराहरू ल्याएर मिल्काइयोस्। यहाँसम्म जीवन जसरी चल्यो बाँकी पनि त्यसरी नै चल्दै जाला नि। जीवनलाई सकेसम्म सुन्दर बनाउने हो, बाँकी त भगवान भरोसा। छोरी पनि अब तरुणी भई यसपालि नै सोह्र लागि। अब आफ्नो भन्दा छोरीको चिन्ता गर्ने समय आइसक्यो। छोराछोरीको विषय चिन्ता गर्दिन भनेर मात्रै पनि नहुने रहेछ। अचेल घरिघरि ऐना हेर्दै टोलाउँछ आकृति। भूत, वर्तमान र भविष्य उनका आँखामा नाच्छन्। सम्झी ल्याउँदा त्यो कस्तो जीवन थियो र कस्तो जीवन हो। सिङ्गमर्मर शरीरको त्यो शरीर आज बच्चाको पुरानो खेलौना जस्तो कसरी भयो? कसले निकालेर लग्यो उसको कौमार्य सौन्दर्यको काँचुली? खै कता गयो? जीवनको खुत्रुकीबाट कसले फुटाएर लग्यो सारा चञ्चलता? हरदम नाचिरहने अनुहारको मुस्कान कहाँ गयो? गालाको लालिमामा कसको आँखा लाग्यो? पतेराले चुसेको धान जस्तो शरीर कसरी भयो? घरिघरि सोध्छे महिलाको जवानी त जम्मा 10-15 वर्ष मात्रै रहेछ। 15देखि 25-30सम्म विवाह नहुँदासम्म कस्तो थियो यो शरीर? टन्न भरिएको धानको बोरा जस्तो, टनटनी कसिएको घाँसको भारी जस्तो थियो शरीर। पहाडका थुम्का जस्तै उठेका स्तन र नितम्ब। यस्तो लाग्थ्यो यिनले कहिले पो आफ्नो स्थान छाड्लान् र। तर होइन रहेछ। पुरुषको स्पर्शले त्यसरी कसिएर बसेको शरीरलाई बिस्तारै बिस्तारै खुकुलो बनाउँदो रहेछ। चङ्गा उड्दै जाँदा खुल्दै गएको लट्टाई जस्तो। सुस्तरी आफ्नै नितम्ब छाम्छे केही जस्तो लाग्दैन। स्तन छाम्छे बुढी गाईको कल्चौडै जस्तो लाग्छ। खै कहाँ गयो यिनीहरूको स्वाभाविक रूप, स्वाभाविक सौन्दर्य? रक्सीले मातेर मुडो पल्टिए झैँ पल्टिएको लोग्नेलाई हेर्दै सोध्छे यही लोग्नेले खायो मेरो जीवनको लोभलाग्दो समय। अलिकति रस चुसेर र धेरै जसो त्यत्तिकै पगारी दिएर खेर फालिदियो यसले। बाँदरको हातमा नरिवल बनाइदियो जवानीलाई पनि। फुत्किएको समय र सकिएको जवानी सम्झिएर पनि केही नहुने रहेछ। उसलाई यो थाहा नभएको होइन, तर ऊ त्यही कुरामा घोरिन्छे। अरूभन्दा ज्यादा सोची बस्छे। सबैभन्दा धेरै लोभ र माया छुटेर गएको समयको लाग्ने रहेछ। तर अझ छोरी जन्मिएपछि कति खुकुलो भएको छ, कति हिजोलिएको छ यो शरीर। टोलाउँछे आफैलाई सोध्छे कि म फुटपाथमा बेच्न राखिएकी पुतली हुँ? पुरुषको शरीर त 40-50 वर्षसम्म उस्तै हुन्छ, तर महिलाको 30 पार गरेपछि के हुन्छ महिलाको शरीरलाई? अझ एउटा बच्चा जन्मिएपछि त भो पुरै नगरौँ कि प्रकृतिले पनि महिलालाई विभेद नै गरेको हो त? किन यस्तो भइरहेछ? अनि उसलाई बिगार्न लोग्ने मात्र काफी थिएन र? आकृति हुर्किँदै गरेकी छोरीलाई हेर्छे। आफैलाई 15 वर्षमा पुगेको अनुभूति गर्छे। गौर गरेर निहाल्छे छोरीलाई। गर्दन, छाती, नितम्ब उसलाई 15-20 वर्ष अघिको आफै जस्तो लाग्छ। आफ्नै अतीतको सुन्दर प्रतिबिम्ब। कति पुष्ट छन् अङ्गहरू, कति भरिला, हेर्दैमा रसिला लाग्ने। लोभ लाग्छ उसलाई। गएर एकपटक सुमसुम्याउँ जस्तो लाग्छ। लगत्तै उसले आफ्नो शरीरलाई निहाली, छि यो पनि महिलाको शरीर हो र? उसलाई घृणा लाग्यो आफ्नै शरीरदेखि, ईर्ष्या लाग्यो आफ्नै छोरीको शरीरदेखि। पहिलो पटक उसलाई कसैको शरीरदेखि ईर्ष्या लाग्यो। उफ, यो जीवनको कस्तो कालखण्ड रहेछ। एक दिन उसले छोरीले धोएर सुकाएको ब्रा लगाई सुटुक्क। ढाडमा दुईतिरको खिपले एक अर्काको स्पर्श नै गर्न पाएन। र उसका स्तन छोरीको ब्राभित्र चुपचाप अटाए। कति ठुलो, कति गिलो। उसलाई अचानक छोरीको ब्रासँग रिस उठ्यो, आफ्नो स्तनसँग रिस उठ्यो। च्यातचुत पारिदिए ब्रालाई। राम्रोसँग च्यातिएन, काटेर टुक्रा टुक्रा बनाएर फालिदिए। आफ्नो स्तन हेरी, ठुलो, गिलो, झोलिएको हेरिरही अबाक, उदास, चिच्याएर रुन मन लाग्यो। तर त्यो पनि सकिन। एकछिनपछि थकित आँखा र भारी मनले छरिएका ब्राका टुक्राहरूलाई एकहोरो हेरिरही फेरि आफैसँग रिस उठ्यो। के भइरहेछ यो मनलाई? सोची कसले चलाइरहेछ मेरो मनको स्टेरिङ? कसले बदलिरहेछ चाहनाका गियरहरूलाई? उफ, सम्झी पुराना दिनहरू। कुनै बेला आकृतिलाई यस्तो लाग्थ्यो प्रकृतिका सारा सुवास उसैका लागि बनेका हुन्। फुलहरू उसैको चुल्ठोमा सजिन फुलेका हुन्। हावा उसैको सुगन्ध फैलाउन बहेको हो। पानी उसैको शरीरलाई कोमल र कञ्चन बनाउन बगेको हो। घाम उसकै मुस्कुराइरहेको अनुहार हेर्न उदाएको हो। जुन उसैसँग प्रतिस्पर्धा गर्न मुस्कुराएको हो। उसको शरीरलाई देखेर ईर्ष्या नगर्ने आइमाई को थियो?
लोभ नगर्ने पुरुष कति थिए लाग्थ्यो। कति पुरुष त आँखैले उसको शरीरलाई सम्भोग गर्थे, कति मुख मिठ्याउँथे। कसले दिएको थियो त्यो शरीरमा उमङ्ग र चञ्चलता? कहाँ गयो सिमलको भुवासरी उडी हिँड्ने मन? वायु पङ्खी घोडामा चढेर आउने सानो छँदाका ती राजकुमारहरू एक्कासी कहाँ र किन अलप भए? यो सिङ्गो शरीरमा कसले दिएको थियो सुकुमारित्व? नमागिकनै कसले दिएको थियो सारा कुरा र नसोधिकनै किन खोसेर लग्यो? यो सरासर अन्याय हो, बेइमानी हो। उसको मनमा सयौं असन्तुष्टि छन्, तर ऊ कसैलाई आफ्नो जीवनको यो असन्तुष्टि सुनाउन सक्दिन, चाहदिन पनि। यो जीवनको कस्तो डरलाग्दो, अचम्म लाग्दो, अत्यास लाग्दो अवस्था हो जहाँ ऊ लोग्नेलाई, आफूलाई र आफ्नी छोरीलाई पनि बेहिसाब घृणा गर्छे। खासमा ऊ बितेर गएको सिङ्गो समयलाई घृणा गर्छे। आत्मबोध। तपाईँलाई कतिको हेक्का छ? भर्खर साइकल मोटरसाइकल चलाउन सिक्दा चलाइरहँ जस्तो लाग्छ। जति चलायो उति आनन्द लाग्छ। हुन त जे कुरामा पनि सुरुमा चलाउँदा बडो आनन्द लाग्छ, पछि बिस्तारै व्यवस्थाको चरणमा पुग्छ। आकृति पनि भर्खर स्कुटी सिक्दै थिए। छोरी एक हप्तामै पर्फेक्ट भई, तर उसलाई सिक्न अलि लामो समय लाग्यो। भर्खरका केटाकेटीले चाँडो सिक्छन्। उमेर छिप्पिँदै गएपछि जे कुरा पनि गाह्रै हुन्छ। उसले स्कुटी चलाएको कुरालाई लक्षित गरेर एक छिमेकी विशेषज्ञ पल्टियो। व्यर्थ आफ्नो राय प्रकट गर्यो। उसलाई थाहा छ यी छिमेकीहरू यस्तै हुन्, यिनीहरूले छिमेकी हुनुको धर्म यसै गरी निर्वाह गरिरहन्छन्। तर उसलाई भित्रभित्रै लाग्यो यी उमेरले यहाँ पनि धोका दियो। यस्तो बेला भित्रैबाट निस्कने निश्वास बाहेक उसँग अरू के नै छ र? सम्झनुहोस् त, तपाईँ भए के गर्नुहुन्थ्यो? बिस्तारै बिस्तारै उसले स्कुटी चलाउन सिकी। ठुला बाटोहरूमा जाँदा अलिअलि डर लागे पनि भित्री बाटोहरूमा निष्फिक्री चलाउँथे। तरकारी किन्न जाँदा, ब्युटी पार्लरसम्म जाँदा अनि स्कुटीमै जान थाली। एक किसिमले यो स्कुटी उसको साथी जस्तै भयो। आकृतिलाई सबैभन्दा झन्झट स्कुटीमा तेल हाल्ने बेला लाग्छ। मोटरसाइकल जस्तो सजिलो स्कुटीमा कहाँ छ र? मोटरसाइकलमा त बसी ढक्कन खोल्यो, हाल्यो, हिँड्यो। स्कुटीमा त रोकेर, ओर्लिएर, सिट खोलेर त्यसमाथि थोरै मात्रै हाल्न मिल्छ। झन्झटै झन्झट। कि मोटरसाइकल पुरुष र स्कुटी महिला हो? हो भने त महिलालाई प्रकृतिले मात्रै दुःख दिएको छैन कि इन्जिनियरहरूले पनि उस्तै दुःख दिइरहेका छन्, विभेद गरिरहेका छन्। फेरि त्यो तेल हाल्ने केटोले स्कुटीमा तेल हाल्दै गर्दा उतिर हेरेर किन हाँस्छ? उसलाई मनमा नै घृणा लाग्छ त्यो केटासँग। खैरो फुङ्ग उडेको कपाल, कम्मरबाट झर्न लागेको प्यान्ट, कान्छी औँलामा पालेको लामो तर मैलो नङ, सुकेको शरीर। छि, फेरि कस्तो बेशरम। आइमै मान्छे देखेकै छैन कि क्या हो त्यसले? के सोचेर हाँस्दो हो? उसले मनमा नै आफैलाई प्रश्न गरे। यो केटो मेरो स्कुटीमा तेल हाल्दा मात्रै हाँस्छ होला कि अरू कहाँ पनि? एकपटक तेल हाल्न जाँदा आकृतिले विचार गरी ऊभन्दा अगाडि तेल हाल्न लागेकी केटीको स्कुटीमा त्यो केटाले प्रतिक्रिया विहीन भएरै तेल हालिदियो। जब उसले सिट थोरै उचालेर ट्याङ्कीको बिर्को खोल्न थाली, फेरि त्यो केटो मुस्कुरायो। अरे उसलाई सोध्न मन लागेको पनि थियो कि ऊ किन हाँसिरहेछ, तर सोधिन। जिन्दगीमा कहाँ सबै प्रश्नको उत्तर खोजिन्छ र? कतिपय प्रश्न मनमा आउँछन् र प्रश्नकै रूपमा हराउँछन्, बिर्सिन्छन्। याद गर्नुहोस् त, तपाईँको जीवनमा त्यस्ता कति प्रश्नहरू छन् जसको उत्तर तपाईँले कसैलाई सोध्नु भएकै छैन। कतिपय प्रश्न त सोध्नै मिल्दैन। यी यस्तै कुराहरूको समग्रता नै जीवन हो। समय बित्दै गयो। जब त्यो केटोको मुस्कान पनि उसका लागि एउटा अनौठो लत हुँदै गयो। तेल हाल्न जाँदा उसका आँखाले नजानिदो त्यही केटोलाई खोज्न थाल्यो। कुनै दिन त्यो केटो आएन भने मनमा एक किसिमको जिज्ञासा आउन थाल्यो। कहाँ गयो होला कि जागिर छोड्यो? एकपटक 15-20 दिन जति त्यो केटो आएन। उसको मनमा लाग्यो कहाँ गयो होला। कसरी हाँसेर स्वागत गर्थ्यो मन्द मुस्कानले। कति निश्चल मुस्कान थियो त्यो। पहिले म त्यसको हाँसोलाई किन मन पराउन्न थिएँ होला? सम्झेर उसलाई आफैसँग थोरै रिस उठ्यो। उसले के नै गरेको थियो र? हाँसेको त थियो नि। के हाँस्नु अपराध हो र? अपराध त होइन, तर मान्छे व्यर्थमा त हाँस्दैनन्। त्यो किन हाँस्यो होला? अरूलाई हेरेर नहाँस्ने मान्छे मलाई हेरेर हाँस्नुको रहस्य चाहिँ के होला? ममा उसले के देख्यो होला? आमाको छाया? होइन, आमालाई सम्झेर देखेर कोही किन हाँस्छ र? प्रेमिकालाई देखेर सम्झेर मान्छे हाँस्छ? खोइ, थाहा छैन। त्यसो भए मान्छे कसलाई देखेर मुस्कुराउँछ? खै, त्यो पनि थाहा छैन। र त्यो केटा मलाई देख्दा सधैँ किन हाँस्छ?
खै त्यो त त्यही केटालाई थाहा छ, तर के भनेर सोध्नु र? होस्, सबै प्रश्नको उत्तर खोज्नु हुँदैन, म पुनः उही निष्कर्ष निकाल्छु। त्यो केटोको हाँसोको उसलाई लत लाग्दै थियो बिस्तारै, तर यही बिचमा त्यो केटो हरायो। उसको मनमा एउटा अनौठो अनुभूति भयो, भर्खरै प्लेन छुटेको यात्री जस्तो, जहाँ बाँकी रहन्छ केवल एउटा सुस्केरा। उफ, मनको अन्तरकुन्तरमा एउटा नजानिदो रित्तोपन, मस्तिष्कमा एक किसिमको थकानको अनुभूति, अनुहारमा गहन उदासीको हस्तक्षेप। पेट्रोल पम्पमा जाँदा जहिले पनि आकृति एक किसिमको रित्तोपन बोकेर जान्थी। ट्याङ्कीको बिर्को खोल्नु अगाडि उसका आँखाले त्यही केटोलाई खोज्थे। साँच्चै कहाँ गयो होला त्यो केटो? बेपरवाह समय कसैको परवाह बिना हिँडिरह्यो र यस्तैमा एक दिन त्यो केटो फेरि देखियो पेट्रोल पम्पमा। मनमा नजानिदो उत्साह खै कहाँबाट आयो उसैलाई थाहा छैन, एउटा अत्यास लाग्दो रोमाञ्च। त्यो केटो फेरि उसै गरी हाँस्यो र भन्यो, बहिनीको विवाहका लागि केही समयका लागि घर गएको थिएँ, पहाड घर। अरे, उसले केही सोधेकै छैन, तर केटो मुस्कुराएर स्पष्टीकरण दिइरहेछ। किन? आकृति पनि मुस्कुराई। पहिलो पटक केटोसँग किन? अब उसले एक पटकमा दुई लिटर मात्रै तेल हाल्न थाले। उसलाई हरेक दिन पेट्रोल पम्प जाने बानी बस्न थाल्यो। जाँदा ऊ प्राय 12-1 बजेतिर जान्थी। त्यो बेला त्यति भिड पनि हुँदैन थियो। एकपटक केटो तेल हाल्दै उतिर हेरेर मुस्कुराउँदै थियो। ट्याङ्कीबाट पेट्रोल बाहिर पोखियो। सरी, केटोले मुस्कुराएर नाक खुम्च्यायो। इट्स ओके, ऊ पनि मुस्कुराई। के भइरहेछ उसलाई हिजो आज? किन ऊ हरेक दिन पेट्रोल पम्प जान चाहन्छे? के उसलाई त्यो केटोको मुस्कानले त्यति धेरै आकर्षित गर्यो? के उसलाई लत लाग्दै गयो त्यो केटोको, त्यो फुच्चे केटोको जसको उमेर उसकै छोरीको आसपास छ? ऊ अचम्मित छे, दुविधामा छे, आफैलाई प्रश्न गर्छे, होइन के भइरहेको छ मेरो मनलाई? ऊ आफैलाई उत्तर दिन्छे, होइन, त्यो केटा बिचारा 18-20 वर्षको होला, मेरो आधी उमेरको। उमेरले के गर्छ र? केले गर्छ त त्यसो भए? मन कहिल्यै बुढो हुँदैन। कसले भनेको? खै सबै त्यसै भन्छन्। त्यस्तो कुरा त होइन भने के त? खै त्यो त उसलाई पनि थाहा छैन। जब उसले ट्याङ्कीको बिर्को खोलिदिन्छे अनि त्यो केटोले नोजल भित्र हाल्छ, उसलाई हेर्दै मुस्कुराउँछ, त्यस्तो बेला आकृतिलाई अलग्गै किसिमको छटपटी हुन्छ, मन बेचैन हुन्छ, एक अलग किसिमको अधैर्य महसुस गर्छे। ऊ पेट्रोल नोजलबाट ट्याङ्कीमा झर्दा जब एक किसिमको छैँ आवाज आउँछ, उसलाई भित्र कता कता मिठो काउकुती लाग्छ, आङ जिरिङ्ग हुन्छ। त्यसले उसको उत्तेजनालाई झन् बढाइदिन्छ। ऊ थोरै खुम्चिन्छे। होइन, के अचम्म भइरहेछ? केटो ट्याङ्कीको प्वाल, नोजल र पेट्रोलको आवाज। आज उसले बल्ल थाहा पाएकी त केटोको मुस्कानसँगै पेट्रोल हाल्दा आउने आवाज र नोजलसँग पनि सम्मोहित भइसकेछे। तर आफू सम्मोहित भइरहेको कुरा स्वयं उसलाई भने पटक्कै थाहा छैन। नोजल पेट्रोलको ट्याङ्कीमा छिराउँदा उसलाई किन काउकुती लागिरहेछ? एउटा मिठो आवाज, मस्तिष्कमा तीव्र झन्झनाहट, कसैलाई भन्न नसकिने, देखाउन पनि नमिल्ने रोमाञ्चकता, मनको भित्र कता हो कता छुट्टै किसिमको बेचैनी, अनौठो किसिमको छटपटी तर सुखद। आकृति केही पल आँखा चिम्लेर यसको सौन्दर्य बोध गर्छे, यसको आनन्दलाई हृदयदेखि नै महसुस गर्छे। कस्तो फिल्मी सिन जस्तो, दिलमा घन्टी बजेको जस्तो आवाज भइरहेछ उसलाई। के तपाईँले फ्राइड पढ्नु भएको छ? कार्ल गुस्ताव युङलाई चिन्नु भएको छ? एकपटक यिनको यो छटपटी उनीहरूलाई सुनाइदिनुहोस् है। आकृतिलाई विश्वास भयो, मेरो उमेर अझै छ, ममा अझै उत्तेजना बाँकी छ, ममा अझै सुन्दरता बाँकी छ, ममा अझै आकर्षण छ, अझै मेरो स्त्री आकर्षणले काम गरिरहेको छ। ऊ बुढी भएर उसको लोग्नेले बाहिर समय धेरै बिताएको होइन रहेछ। समस्या त बुढामा पो रहेछ। उसको उमेर धेरै भएर स्कुटी चलाउन सिक्न गाह्रो भएको होइन रहेछ। समस्या त छिमेकीमा पो रहेछ। ऊ अरूको समस्यामा आफूलाई व्यर्थ दुखी बनाइरहेकी रहेछ। एउटा आत्मविश्वासको लहर पैदा भयो मनभित्र। आत्मविश्वासको प्रतिबिम्बित अनुहारमा देखिने रहेछ। ऐना नहेरिकन आज उसले आफ्नो खुसीले धप्प भएको अनुहार देखिरहेकी छ। आज पेट्रोल पम्पबाट फर्किँदै गर्दा पनि त्यो केटोलाई हेरेर मुस्कुराई मजाले। थाहा छैन केटोले के बुझ्यो र के अर्थ लगायो। जसले जे अर्थ लगाओस्, बाल मतलब, तर उसको मनले सुन्दर आवाज दियो, आकृति त बब्बाल छेस्। उडान। समय परिवर्तनशील छ कि मान्छे?
समय होइन, मान्छेका अवस्थाहरू परिवर्तनशील छन्, त्यसैले मान्छेलाई समय परिवर्तनशील भएको भार्नुहुन्छ। हतार नगर्नुहोस्, हरेक कुराको समय हुन्छ। तपाईँलाई हतार छ भनेर कुनै कुरा चाँडै हुन्छ? बेहुला बेहुलीलाई हतार छ भनेर विवाहको दिन चाँडै रात पर्दैन। सूर्यको आफ्नै गति हुन्छ। धैर्य गर्नुहोस्, हरेक कुराको आफ्नै अनुशासन छ। अहिले आकृतिकी छोरी 16 वर्ष पुगी हो। त्यही वर्ष उसले एसएलसी पास गरी र कक्षा 11 मा भर्ना भई। नाम प्रकृति पाण्डे। स्वाभाविकै कलेजमा प्रकृतिका केटी साथीहरू पनि भए र केटा साथीहरू पनि। आकृतिलाई कतै छोरीले गलत बाटो त समाउँदिन भन्ने ठुलो भय थियो अन्तर हृदयमा। ऊ बेला बेला छोरीलाई सम्झाउँथे पनि, यो वयसको उमेर यस्तै हो, यो उमेरमा हरेकको मन छिचिमिरा जस्तो हुन्छ, जहिले उड्न मन लागिरहन्छ, तर यो बेलाको उडान अल्पकालीन हुन्छ, त्यसैले यो उमेरमा धेरै विचार गर्नुपर्छ। छोरी हरेक कुरामा भन्न थालेकी थिए, मामु स्टप इट अल दिस थिङ्स। तपाईँ हिजो आजका जेनेरेसनका कुराहरू बुझ्नुहुन्न कि? आकृतिलाई यही कुरा पटक्कै मन पर्दैन थियो। के हो हिजो आजका जेनेरेसन? वयस कसलाई आएको थिएन र? 16-17 वर्षको उमेरलाई कसले पार गरेन र ऊ कुन जेनेरेसनकी हो? कि मलाई छोरीले पनि बुढी देख्न थाली? त्यो दिन उसले अरू दिनभन्दा बढी नै ऐनामा आफूलाई निहालिरही किन हृदय व्यथित भयो। खासमा छोराछोरीको नजरमा बा आमा जहिल्यै बुढाबुढी देखिन्छन् हुन्छन् भन्ने रहस्यलाई आकृतिले बुझेकी थिइन। बायोलोजीको क्लास। सर अगाडि व्हाइट बोर्डमा सेक्सुअल अर्गानको चित्र बनाइरहेका थिए। चुपचाप। कस्तो झ्याउ लाग्दो, कसरी बनाउने? प्रकृतिले साह्रै सुस्तरी गुनासो पोखी। आफ्नै हेरेर बनान। अर्कीले फ्याट्टै उत्तर दिई र मुसु मुसु हाँसी। केटाको बनाउँदा चाहिँ कसको हेर्ने नि? तेरो पो बोयफ्रेन्ड छ र? जा त उसैको हेरेर बना। उसले थोरै रिसाई जस्तो अभिनय गरी। किन डाहा गर्छेस् त? सक्सेस भने त पनि बोयफ्रेन्ड बना न अनि मोज गर। बोयफ्रेन्ड बनाएपछि मोज हुन्छ? बब्बाल मोज हुन्छ। पहिला बोयफ्रेन्ड बनाएर त हेर, तैँले कस्ता कस्ता नयाँ कुराहरू थाहा पाउँछेस्, कस्ता अनुभव गर्न पाउँछेस्। तँलाई एकछिन छुट्टिन मन लाग्दैन, सधैँ मुस्कुराइरहन मन लाग्छ। अनि तैँले के कस्तो अनुभव गरिस् त? अनुभव गरेको कुरा कसरी बताउन मिल्छ? यसको मिठास त आफै अनुभूत हुन्छ अन्तर हृदयमा। होइन होला, कस्तो उकुस मुकुस पार्ने कुरा हो यो? उकुस मुकुस त भइहाल्छ नि, यसको मजाइ त्यसमा छ। मलाई नै हेर्न इक्जाम्पल। यति भनेर साथी चाहिँले खुसुक्क आँखा झिम्काई। यो क्लासमा बोयफ्रेन्ड बनाउने टाइपका कोही त छैनन्। अनि बाहिरतिर जाँदा चाहिँ तेरो आँखामा कसैले पट्टी बाँधिदिन्छन् र? मनमा हुनुपर्छ कि मन। गफमा उनीहरूले जसो तसो चित्र बनाए। हत्केलामा चिउँडो अड्याएर आफैले बनाएको चित्र हेर्दै प्रकृति टोलाउन थाली। चिउँडो अड्याएको हातमा प्याट्ट हान्दै साथी चाहिँले भने, के हो त चित्र हेरेरै मोहित भइस्? साँच्चीकै देखिस् भने त पागलै हुन्छेस् होला। चुपलाक नखर माउले। को नखर माउले? चित्र हेरेरै कल्पनामा मग्न हुने त कि म? यसको केही हप्तामा नै उनीहरूकै कलेजकी एउटी साथीको काण्ड बाहिरियो। के हो काण्ड भनेको? प्रकृतिले सर नभएको बेलामा क्लासमा नै सोधी। सबै हाँसे। एकाधले भने पनि प्रकृतिलाई प्राकृतिक कुरा अहिलेसम्म थाहा छैन। यसरी नै हुन्छ र? संसार कसरी चल्छ यसरी? उसले त थाहा पाउनै पर्छ यो कुरा। र मोबाइलमा भएको भिडियो क्लिप देखाइदिए खुसुक्क, त्यो पनि साउन्ड अफ गरेर। प्रकृति अचम्मित भई, विस्मित भई, स्तम्भित भई। अलि पछि उसको जिउ सिरिङ्ग भयो, करेन्ट लागे जस्तो भयो, शरीरमा काँडा उम्रे जस्तो भयो। उसलाई मनमनै लाग्यो, यी केटीहरू त कति फरवार्ड भइसकेछन्, मान्छेहरू कहाँ कहाँ पुगिसकेछन्, के भेटिसकेछन्। यस्तो उन्नत प्रविधिको युगमा भएर पनि म चाहिँ के भए कि? म मात्रै रहेछु सोझी र लाटी। थुक्क। त्यसपछि उसले पाएसम्मका भिडियो क्लिपहरू हेरी सुटुक्क इयरफोन लगाएर। केटी मान्छेलाई भिडियो खोज्नै गाह्रो। यसको औषधि पनि साथीले नै दिए, पोर्नहब, तर नेचुरल जस्तो नहुने। प्रकृतिलाई यसको खतरा ह्याङओभर भइरहेको छ। दिमागमा यी र यस्तै कुराहरू मात्र खेलिरहन्छन् अचेल। जहाँ गए पनि यस्तै सेक्सुअल साइकोलोजीले ऊ घरिघरि डिस्टर्ब भइरहन्छे। हिजो आज मन्दिरतिर गई भने उसको ध्यान भगवानमा हुँदैन, टुडालतिर हुन्छ। उसलाई मनमनमा लाग्छ, पहिलेका मान्छेले मन्दिर बनाउँदा पनि हरेक उमेरका मानिसको मनोविज्ञानलाई विचार गरेरै बनाएका रहेछन्। कति दूरदर्शी रहेछन् त्यो बेलाका मान्छेहरू।
अस्ति शनिबार प्रकृति मम्मीसँग सपिङ गएकी थिए न्यु रोडतिर। सपिङ सकिएपछि उनीहरूले टिपटपमा गएर समोसा र पानीपुरी खाए। अन्तिममा आइसक्रिम खाने कुरा भयो। प्रकृतिले भेनिला डबल ब्ल्याक मगाई। जब क्रोन समातेर बिस्तारै चाट्न थाले उसलाई अचम्मको काउकुती लाग्यो। कसैले आफूलाई हेरिरहेका छन् कि जस्तो लाग्यो। लजाई आफैदेखि फेरि मम्मीले थाहा पाउने हो कि भनेर सजग पनि भई। यसअघि पनि त उसले थुप्रै पल्ट आइसक्रिम खाएकी थिए। यस किसिमको विचार उसको मनमा आएकै थिएन। छि, यो के भइरहेछ यो मनलाई। हिजो बिहान ऊ ब्रस गरिरहेकी थिए। ऐनामा आफूले ब्रस गरिरहेको हेर्दा उसलाई खुब रमाइलो लाग्यो। ब्रस, मुख र फिँज। यसपछि नै हो उसलाई ओठमा लाली लगाउँदा पनि हाँस्न मन लाग्छ। ललिपप खाँदा पनि हाँस्न मन लाग्छ। एक्लै एक्लै कलेजमा साथीहरूसँग त्यस किसिमको गोप्य भिडियो हेरेदेखि प्रकृति हरेक घटना र प्रसङ्गलाई फरक दृष्टिकोणबाट हेर्ने भई। कसरी र यो यात्रा कहाँसम्मको हुन्छ उसैलाई थाहा छैन। अनि परिणामको विचार गरेर बाँच्ने हो भने त जीवन के बाँचिएला। के श्वास फेर्ने मेसिन बन्नु नै जीवन हो र? जीवन भनेकै वर्तमान हो, भविष्य त देखा जाएगा। स्खलन। लोग्नेले दोस्रो विवाह गरेको थियो आकृतिसँग। पहिलो श्रीमतीको गर्भवती अवस्थामा निधन भएको थियो। केही समय उसलाई यो शोकबाट बाहिर आउन समय लाग्यो। बिस्तारै शोकलाई बैंसले जित्दै लग्यो अनि आकृतिसँग बिहे भयो। बिहे हुँदा ऊ स्नातक पढ्दै थिए। आफन्तहरूले नै विवाहको कुरा ल्याएका थिए। भनेथे काठमाडौँमा घर छ, चल्तीको व्यापार छ, नपुग्दो केही छैन, सौता बन्न जाने पनि होइन। जेठी स्वास्नी मरिसकी र उतिरका सन्तान पनि छैनन्। तैँले उतै गएर पढ्छु भने पनि पढ्न पाइहाल्छेस्। उमेर थोरै मिल्दैन। केटो 35-36 जति भयो होला, तर यसले के फरक पार्छ र? लोग्ने मान्छे अलि बढी उमेर भएकै राम्रो नि। केही पाउन केही गुमाउनै पर्छ, होइन र? घरमा सबैले आकृतिलाई यस्तै आशयले थुम्थुमाए र ऊ सनै मौनम स्वीकृति लक्षणमको अवस्थामा आइपुगी। जोसँग भए पनि बिहे गर्नु नै थियो। बिहे नै नगरी बस्ने त्यस्तो कुनै अडानमा ऊ छँदा पनि थिइन। उही 3-4 वर्ष अगाडि र पछाडिको कुरा न हो। यसले जीवनमा भयङ्कर के नै फरक पार्ला र? उसले आफ्नो चञ्चल चित्त यसै गरी बुझाई। मन्दिरमा विवाह भयो। सामान्य रूपले प्रेम विवाह थियो वा पहिल्यै चिनेको थियो भने यो दृश्य अर्कै पनि हुन सक्थ्यो, तर भएन। पण्डितको ओम सुमङ्गलिरियम वधुरीमा समेत पश्येत सौभाग्यमस्य दत्त्वा यथास्थं वितरेतन। मन्त्रसँगै उसको सिउँदोमा कसैको सिन्दुर पर्यो। यो बेला एकपललाई आँखा चिम्ली उसले मन पूर्णतः शून्य अवस्थामा पुग्यो। निमेषभर विचारविहीनताको अवस्थामा रही ऊ। कन्या नै नभएकाको त विवाहमा कन्यादान हुन्छ। ऊ त हालसम्मै कन्या नै थिए। भरे बेलुका पछिको कुरा त बेग्लै हो। उसको पनि कन्यादान भयो। कन्या मम कुले जाता पालिता लालिता सदा तुभ्य मध्य मया दत्त पुत्र पौत्र विवर्धिनी। धर्मे चार्थे च कामे च सदैव सहचारिणी। गौरी कन्या मिमा विप्र यथाशक्त्या विभूषितां ददामि विष्णवे तुभ्यं दत्तां विप्रमाश्रय। मन्त्रसँगै उसको पनि कन्यादान भयो। अब धार्मिक लौकिक परम्परागत हिसाबले पनि ऊ अर्कै घरकी भई, जन्म घरकी पाहुना भई। साँच्चै उसले आफ्नो कुमारित्व हालसम्म किन जोगाएकी थिए? सुहागरातका लागि कि उचित अवसर नपाएर? खै, यो त उसैलाई थाहा छैन। सारा रीति सकियो, बिहे सकियो, उसलाई अन्माइदिए। बिहे पश्चात अरूकै घरमा जानुपर्छ भन्ने मानसिक तयारी भए पनि ऊ रोई। अन्मिदा बेहुलीले रुनुपर्ने परम्परागत प्रक्रियालाई उसले पनि कायमै राखी। नत्र भोलि फेरि गाउँतिर हल्ला उठ्छ, फलानाकी छोरी त अन्मिदा पनि हाँस्दै गई नक्चरीलाई बिहे गर्न कति हतार भएको रहेछ आदि इत्यादि। तर यतिले मात्रै पनि होइन, खासमा उसले भर्खरै आफूभित्र उत्पन्न भएको मानसिक शून्यताको चापलाई सहन सकिरहेकी थिइन। उमेरको प्रभाव आकृतिमा पनि थियो। अरूको बिहेको बेला फिल्म हेर्दा, कथा उपन्यास पढ्दा त्यहाँ आउने विवाह र सुहागरातको प्रसङ्गले उसलाई भित्रै काउकुती लगाउँथे। अन्य आम युवती जस्तै सुहागरात सम्बन्धी उसको मनमा पनि छुट्टै कौतूहल र रोमाञ्च थियो। बेग्लै उत्सुकता थिए। सुहागरातको कल्पनाले नै आनन्द दिन्थ्यो। ऊ कहिलेकाहीँ सोच्थे पनि मेरो पालामा यस्तो होला, उस्तो होला, उसले यस्तो गर्ला,
उस्तो गर्ला, म यस्तो गरौँला, उस्तो गरौँला, अलि धेरै लजाए जस्तै गरौँला, उसले अलि धेरै फकाए जस्तो गर्ला, म लाजले उहीसँग टाँसिउँला, ऊ मलाई आफ्नो बाहुपासमा मजाले कसेर बाँध्ला, उसको तातोले म तुरुन्तै पग्लिउँला, ऊ म भित्र प्रविष्ट होला, हामी एकाकार होउँला। त्यसपछि त उसको कल्पना शक्तिले कामै गर्न सकेन, ऊ यत्तिमै खुसी भई। अत स्वर्गीय आनन्द भनेको यस्तै त होला नि कि अरू नै केही छ? तपाईँको मनमा के थियो वा के छ? तपाईँ पुराना कुरा सम्झिएर यहाँ केही क्षण नोस्टाल्जिक हुन सक्नुहुन्छ। तर यहाँ कथाले उल्टो मोड लिइदियो। आकृतिको सुहागरात पुरै अपेक्षा विपरीत र कल्पना बाहिरको भइदियो। यस्तो सुहागरातको त कल्पनासम्म गरेकी थिइन उसले। लोग्नेले केही गफ गरेन, प्रेमले सुमसुम्याएन, कपाल खेलाएन, चुम्बन गरेन, सुन्दरताको प्रशंसा गरेन, बाहुपासमा बाँधेर भविष्यका कुरा गरेन, मदहोस बनाएन, आफूले कुनै सपना देखेन र उसलाई देखाएन पनि। कोही कसरी यस्तो रूढ हुन सक्छ? मुटु छ भने त पक्कै धड्किन्छ होला नि, होइन र? उसँग कुनै तातोपन रहेनछ। उसले आकृतिलाई पगाल्नै सकेन। ऊ यति जड भइदियो कि आकृतिको तातोले उसलाई छुनै सकेन। लोग्ने त चुपचाप नाङ्गियो र सुरु भयो। सुरु हुनासाथ ऊ सकियो र केही क्षणमै घोर्न थाल्यो। यस्तो पनि हुन्छ? उसको सहमति, उसको असहमति, इच्छा, अपेक्षा, सन्तुष्टि, असन्तुष्टितिर उसले कुनै चासो दिएन। पुरै मतलबी देखियो। आफू पोखिनको हतारोमा रहेछ। बस घोप्टियो र सकियो कि उसलाई पौरुष र पौरुषत्वको बारेमा केही थाहा छैन। कुमारित्व भञ्जन भएपछि नै हो आइमाईका दुःख सुरु हुने। कसैले उसलाई भने थियो। आज उसलाई त्यो सत्य हो जस्तो लाग्यो। किनभने सुहागरातको पहिलो खेपबाटै आफ्नो लोग्नेप्रति उसलाई घृणा सुरु भयो। अहिले उसलाई लाग्छ त्यो त बलात्कार नै थियो कि? साँच्चै सुहागरातमा कति युवतीहरू बलात्कृत हुँदा हुन्। अहिले पो ऊ सोच्छे त्यस्ता बेला यस्तो विचार कहाँबाट आउनु? हो, यही दिनबाट हो अरूको जीवनको परिभाषा र आकृतिको जीवनको परिभाषामा स्पष्ट फरक आएको। समय पञ्चमी पूजामा हिँडेका महिलाको गतिको लस्याक लस्याक गरिरह्यो। आकृति र उसको लोग्नेले पनि यसबीचका कुनै वर्षलाई सम्झेनन्। लोग्ने स्वास्नीको सम्बन्धमा कृत्रिमताको स्पष्ट प्रखाल देखा पर्यो। चिप्लेकेरा जसरी समय पनि घस्रिँदै गयो। समयले उनीहरूको सम्बन्धलाई थप कृत्रिम बनाउँदै लग्यो। उनीहरूले कसैको जन्मदिन मनाएनन्। विवाह उत्सवलाई पनि पुरै व्यवस्था गरिरहे। दसैँ तिहार जस्ता चाडबाड त उनीहरूले अरूलाई देखाउनकै लागि मनाइरहे। हिजो आज पनि उसको लोग्नेका कयौँ बानीहरू यस्तै छन् जुन बानीलाई पुनरावलोकन गर्न उसले कहिल्यै जरुरी ठानेन। उसले पनि लोग्नेलाई कहिल्यै केही भनिन। पहिलो रातबाटै लोग्नेप्रति मरेको मन फेरि फलाएन। विद्रोहका अनेक आयामहरूमध्ये उसले व्यवस्थालाई छनौट गरिरहे। अहिले आकृतिलाई लाग्छ यो मन त एउटा विशाल भकारी रहेछ, जहाँ कयौँ विषयहरू, कयौँ कुराहरू भण्डार भएका छन्। कसैलाई पनि अहिलेसम्म भन्न नपाएका र भन्न नसकेका कुराहरू यहीँ त छ। कुनै समय देहसँग यो भकारीको पनि अन्त्य हुनेछ। बस असन्तुष्ट मन र मस्तिष्कको पनि एक दिन अन्त्य हुनेछ, किनकि एक दिन हरेक कुराको अन्त्य हुनेछ। हिजो आज अलि धेरै पिएर आएका बेला लोग्ने बेडरुममा आउँदैन। बैठक कोठाकै लो बेडमा ढल्किन्छ वा सोफामा पल्टिन्छ। उसले अहिलेसम्म लोग्नेलाई किन पिएको वा अब नपिउनु भनेकी छैन। तपाईँको स्वास्थ्य कस्तो छ भनेर पनि सोधेकी छैन। किन बैठक कोठामा सोधेको? यतै आउनु वा आएको भए भइहाल्थ्यो नि पनि भनेकी छैन। सायद भोलिका दिनमा पनि भन्दिन। सुहागरातको दिन जुन सपना मर्यो, मन मर्यो, त्यो फेरि जीवित हुनेवाला छैन। जीवन जसरी कटिरहेको छ। बस यसको एउटा फाइदा पनि छ। भोलि पर्सि कुनै दिन लोग्नेको मृत्युमा डाकको छोडेर रुनु पर्दैन। मृत्युको शोक रहँदैन। प्रियजनको मृत्युमा शोक गरिने हो। प्रियजन शरीरको मेलले होइन, हृदयको मेलले बन्ने हो, महसुस गरिने हो। यति बेला उसले एउटा सत्य बोध गरी लोग्ने स्वास्नीको सम्बन्ध सिन्दुर पोतेले नबाँधिने रहेछ। चुरार टिकाले यो सम्बन्धलाई सुन्दर बनाउन नसक्दो रहेछ। सात फेराले पनि यसलाई जुगौँ जुग नबनाउँदो रहेछ। एउटै खाट र ओछ्यानले पनि उनीहरूलाई जोडिरहन सम्भव नहुँदो रहेछ। कपडाले यो सम्बन्धको दरारलाई छोप्न नसक्दो रहेछ। भावना र विचार नमिल्दा सम्बन्ध कृत्रिम हुने रहेछ। हरेक विषयलाई हेर्ने आफ्नो दृष्टिकोण रहेछ। एक दिन एउटा अकल्पनीय घटना भयो। यसलाई दुर्घटना भने पनि हुन्छ। आकृति अझै अलमलमा छे। यस घटनाले ऊ अचम्मित भन्दा पनि बढी विस्मित भई। जुन कुराको उसले कल्पनै गरेकी थिएन
त्यही कुरा उसले प्रत्यक्ष देखी सहसा स्तम्भित भई मदिराले मातेर अबेर आएको लोग्नेलाई खाना पस्किदिएर ऊ सुत्न गएकी थिई। खाना खाएर लोग्ने आयो र बत्ती बाल्यो। बत्तीले आँखा खायो। ऊ विपरीत दिशातर्फ फर्की गुलाबी रङको नाइटी सोरिएर नितम्बतिर आइपुगेछ। लोग्ने उसको सेतो तिघ्रा र नितम्बलाई एकहोरो हेरिरहेको रहेछ। केही पनि नदेखे जस्तै गरी सुतेरै हातले अलि तलतिर सारी नाइटीलाई र पुनः आँखा चिम्ली। केही समयपछि पिसाब लाग्यो। ऊ बाथरुम जान भनेर मोबाइलको मधुरो उज्यालोमा निस्किएकी थिई। कतैबाट हल्का स्याँ स्याँको आवाज आइरहेको थियो। कथित लोग्ने बैठक कोठाकै लो बेडमा सुतेर हस्तमैथुन गरिरहेको रहेछ। उसलाई देख्नासाथ लोग्नेले हतार हतार ब्ल्याङ्केट माथितिर तान्यो र सुतेको अभिनय गर्यो। बाथरुममा पिसाब फेर्नु अघि उसले अगाडि पिच्च ठोकी। धन्यवाद। यो कथा यहीँ आएर सकिएको छ। कथा सङ्ग्रह ब्रह्मास्त्र शैलेन्द्र अधिकारीको कथा सङ्ग्रह हो र यो ब्रह्मास्त्रभित्र रहेको कथा चित्तरञ्जन मैले वाचन गरेर सुनाएँ। पक्कै पनि यहाँहरूलाई मन पर्यो होला। मन परेको छ भने लाइक गरिदिनुहोस्। केही सुझाव छन् भने कमेन्ट दिनुहोस् र यस्तै कथाहरू नेपाली उपन्यास सुन्नको लागि च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद।